चाहन्छु है हाम्रो यस ग्रीन कर्नर भन्ने इलेक्ट्रिक स्कुटर साइकल रिक्सा सम्बन्धीको युट्युब च्यानलमा है। आज चाहिँ म कावासुतीमा यो वशिष्ठ अटो प्राइभेट लिमिटेडमा छु। यहाँ चाहिँ तपाईँको नयाँ खालको लाइसेन्स पनि नचाहिने, बिलबुक पनि नचाहिने र 18 महिना वारेन्टी दिन सक्न मिल्ने खालको चाहिँ नयाँ लिथियम आयन मोडलमा नयाँ खालको मोडल चाहिँ आइसकेको रहेछ। यो मोडलको खास विशेषताहरू के छन् है, अनि कम्पनीले दिने सुविधाहरू के छन्, कस्ता खालका टायरहरू प्रयोग भएका छन् यसमा हैन, लिथियम आयन ब्याट्री हाल्दै गर्दाखेरि यसका फाइदाहरू के हुन्, अनि यो चाहिँ कुन प्रोडक्ट सेगमेन्टमा कुन कस्ता खालका कस्टमरलाई चाहिँ टार्गेट गरेर लिएर आएको प्रोडक्ट हो भन्ने बारेमा चाहिँ इन जेनरल यो प्रोडक्ट रिभ्यू गर्नका साथसाथै हामीले यो कुराहरू पनि इन्फर्मेसन चाहिँ यो भिडियोमा हाल्ने नै छौँ। कृपया लास्टसम्म चाहिँ हेरिदिनु होला है त। ल अब धेरै ढिला नगरिकन यो प्रोडक्टको बारेमा म तपाईँलाई चाहिँ सरसर्ती इन्फर्मेसनहरू दिन्छु है। ल हेर्नुहोस् त, यो सुरुमा हेर्ने बित्तिकै सेम टु सेम स्कुटर डिजाइन है, हेर्दाखेरि सेम टु सेम स्कुटर डिजाइन, बस्दै गर्दाखेरि पनि मजाले दुईजना आनन्दले है, तपाईँ यहाँ अगाडि बस्नुहुन्छ भने पछाडि चाहिँ तपाईँले मजाले अर्को एकजना व्यक्तिलाई मजाले दुईजना बसेर मजाले हिँड्न सकिने एकदम स्पेसियस खालको चाहिँ मैले देखेँ है सिटिङ पोजिसन। अनि अर्को यसमा चाहिँ राम्रो भनेको चाहिँ तपाईँको दुईजनालाई बस्नको लागि पनि मजाले तपाईँले खुट्टा टेकेर आनन्दले बस्न मिल्ने खालको चाहिँ यो इलेक्ट्रिक साइकल रहेको है, जसमा चाहिँ लाइसेन्स पनि नचाहिने, बिलबुक पनि नचाहिने है त, यो रहेको देखेँ होइन। अनि अर्को त्योभन्दा बाहेक चाहिँ मैले एकदम राम्रो मानेको हाम्रो सेफ्टी फिचरमा चाहिँ सबैभन्दा राम्रो मानेको यसमा तपाईँको डबल डिस्क ब्रेक भएको पनि मैले यो मोडलमा पाएको छु है। डबल डिस्क ब्रेक हुने बित्तिकै के हुन्छ त भनेपछि तपाईँको अलिकति ओह्रालो बाटोमा झट्ट ब्रेक हान्नु परेको अवस्थामा पनि तपाईँको एकदम सेफ्टीको आधारमा पनि धेरै नै राम्रो फिचर चाहिँ यो कम्पनीले चाहिँ यो साइकलमा दिएको रहेछ भन्ने कुरा चाहिँ मलाई लाग्यो है। यसमा चाहिँ सरसर्ती हेर्दै गर्दाखेरि चाहिँ टायर साइज पनि एकदम ठुलो छ। यसमा चाहिँ 310 को तपाईँको ट्युबलेस टायर लागेको हामीले देख्न सक्छौँ भने कलरहरू चाहिँ तपाईँको कालो, निलो र रातोमा भएको मैले देख्न सक्छु है। र यसमा चाहिँ यसको एकदम मोस्ट हाइलाइटेड पोइन्ट भनेको चाहिँ यसमा लागेको जडी चाहिँ लिथियम आयन ब्याट्री, जसमा चाहिँ 18 महिनाको वारेन्टी चाहिँ कम्पनीले क्लेम गरेको छ है त। 18 महिनाको वारेन्टी तपाईँको 60 भोल्ट 30 एम्पियरको चाहिँ यसमा ब्याट्री लागेको छ। 18 महिनाको चाहिँ यसमा कम्पनीले वारेन्टी दिने चाहिँ घोषणा गरेको छ। अब कम्पनीले साथसाथमा के पनि भनेको छ भने किनकि लिथियम आयन ब्याट्रीको कस्टिङ अलिकति हाई पर्ने गएको कारणले गर्दाखेरि अलिकति अफोर्डेबल बनाउनलाई यसमा लिड एसिड ब्याट्रीको पनि सुविधा चाहिँ कम्पनीले राखेको छ। यदि त्यही अनुसारै तपाईँलाई लिथियममा चाहिन्छ भने लिथियममा, लिडमा चाहिन्छ भने लिड एसिड ब्याट्रीमा पनि यसलाई चाहिँ हामीले हालेर दिन सक्छौँ भन्ने कुरा चाहिँ कम्पनीले जानकारी गराएको छ है त। त्योभन्दा बाहेक अब दुईटै मैले भनि नै हालेँ, दुईटै टायर ट्युबलेस टायर छन्। एक फुल चार्जमा कम्पनीले क्लेम गरे अनुसार 80 देखि 90 किलोमिटरसम्म चाहिँ यसले फुल चार्जमा चाहिँ रेन्ज दिन्छ भनेको छ भने लाइसेन्स पनि नचाहिने, बिलबुक पनि नचाहिने, यसको चाहिँ मेन कम्पनीको युएसपी भनेकै लाइसेन्स पनि नचाहिने, बिलबुक पनि नचाहिने भन्ने नै रहेको छ है त। र इन जेनरल चलाएर हेर्दा एकदमै स्मुथ छ, ब्रेकहरू मजाले लाग्छ है। अनि चाहिँ तपाईँको धेरै खासै केही पनि छैन। यसमा चाहिँ तपाईँको डिक्की स्पेस भन्नुहुन्छ भने एकदमै सानो दिएको छ। पछाडिपट्टिको भागमा चाहिँ भनौँ न एक हातको मेरो यो चाहिँ एउटा पाम हटाउने यति खालको चाहिँ स्पेस दिएको छ भने यसमा हल्का फुल्का सानतिनो सामानहरू राख्न सक्नुहुन्छ, पर्सहरू होइन, तपाईँको ग्लोभ्सहरू चिसोमा हिँड्दै गर्दाखेरि अथवा चस्माहरू चाहिँ राख्न सक्नुहुन्छ होइन। अन्डाहरू केही यस्तो बोक्नु भएको छ, जिम सिम जानुहुन्छ, अन्डा सन्डाहरू हाल्नुहुन्छ भने पनि अटाउँछ। त्योभन्दा बाहेक चाहिँ यसमा चाहिँ खासै डिक्की स्पेसियस चाहिँ देखिन। लिथियम आयन ब्याट्रीमा रहेको छ होइन, 64 भोल्ट 30 एम्पियरको लिथियम आयन भोल्टमा रहेको छ। चार्जरहरू यो किन्दै गर्दा चार्जर अनि चाहिँ तपाईँको हेलमेट यी सबै खालका एसेसरिजहरू पनि तपाईँले फ्रीमा पाउनुहुन्छ। ल यो लिनको लागि चाहिँ तपाईँले आजै आएर वशिष्ठ अटो प्राइभेट लिमिटेड भरतपुर शाखामा चाहिँ भरतपुर 9 पारस बस पार्कमा जान सक्नुहुन्छ, बिवाइडी सोरुमको छेउमै छ। र कावासुतीको हकमा भने राष्ट्रिय वाणिज्य ब्याङ्कसँगै सभापति चोक कावासुतीमा आएर चाहिँ यो लिएर जान सक्नुहुन्छ। टेस्ट राइड गर्ने भए आउनु होला है त। हस्, धन्यवाद।